जिन्दाबाद मुर्दाबाद पो भयो त यता हाम्रो किटी मरिगयो नि बिचरा माया लागेर उयो माथिदेखि बोक यसलाई अब पुर्नुपर्छ यतिकै बोकौँ न अब यसलाई यहाँ तल लगेर एकछिन है फोटो खिचेर पठाइदिनु अरे उसलाई माया लाग्छ अरे बिचरा मरिगयो रुन मन लाग्दैछ रुन त त्यसो भने आँखा चाहिँ खोलेको छ है खोल्छ सबैको कुन ठाउँमा है अब यहाँनिर डुलो खनेर गाउँबाट छोरो संसारबाट छोरो अब यहाँ यसलाई गाड्नुपर्छ अब यहाँ कहिले पनि टेक्नु पनि हुँदैन हामीले देखेको थियौँ नि अस्ति पानी खाँदैछौँ नि यसले नै अब माया गर्नुपर्छ फेरि यसले नै माया गर्नुपर्छ फेरि मरि गयो भने यसले नै बुझ्नुपर्छ दिने हाम्रो के होइन यहाँबाट कसरी के बनाएर कसरी राखेर आइज किटीको हातमा खोलेर हेऱ्यो होला नि बाहिर पनि निक्लिरहेछ दुईवटा पेपरहरू त गर्ने खन्ने खोइ नहट्ने पुग्दो छ क्या भ्लग गरेर न छिटो गर्दैछु त किटी आँखा चिन्दिला खोइ फुलहरू त हालिदिउँ मलाई पनि हाल्न दिनु न किटीको आत्माले शान्ति पायो त्यसो भन्नु चाहिँ कसले सिकाएको यसलाई किटीको आत्माले शान्ति पाओस् सबै पुखाउ न है किटीको आत्माले शान्ति पायो खोइ छोरा छ को रुयो म पनि त रुएँ त खोइ छोरा त ल त्यो बस्दै नै काटिदिनु भएको अनि बिरालोको फोटो यहाँ राख्दा हुन्छ त ल अब के गर्नु अघिसम्म त ठिकै थियो राम्रोमा गर्नुपर्छ एउटा पनि डुलो छोड्नु हुँदैन नि भोलि धेरै माटोले पुर्नु राख्छ भयो भने त्यति